हेलो गाइज, स्याउ सेटिङ भइसकेको छ है। क्या दामी भएको छ हेर्न सक्नुहुन्छ। ल दाना कस्तो लाग्यो त भन त। एकदम बढिया लाग्यो, बढिया राम्रो छ नि। एकदम राम्रो। यदि यस्तो बगैँचा तपाईँको भए होइन, सबले भन्दा तिमी मालिक छौ अरे होइन, तिम्रो स्याउ यसरी धपक्क फलेछ भने कस्तो हुन्थ्यो। एकदम बढिया। यहाँ आएर कस्तो लागिरहेको, इन्डियामा अरूको स्याउ देख्दाखेरि चाहिँ तिम्रो मनमा लाग्छ कि नै यस्तो हाम्रोतिर नि हुन्छ, हामीले मेहनत गऱ्यौँ भने यस्तो स्याउ फलाउन सक्छौँ भन्ने विश्वास छ कि छैन? विश्वास छ। जब पहिला नेपाल हुँदाखेरि अब स्याउको बुटै देखिएन, जब इन्डिया आयो स्याउको बुटा बगैँचा देखियो, एकदम बढिया। हाम्रो ठाउँमा पनि यस्तो मेहनत गर्न पायो, यस्तो बगैँचा बनाउन पायो, एकदम हाइटमा कस्तो मजा आउँछ। हुन्छ होइन, यहाँ हेरेर भन्नु नि, यहाँ क्यामेरामा हेरेर होइन, यहाँ हेर। अब यो साइज छ नि, यो भनेको अब यो पछि झर्ने हो, ड्रप हुने हो, यिनीहरूलाई न्युट्रिसन पुग्यो होइन, थिनिङ गर्नुपर्छ। यहाँ हेर्नुहोस् गाइस, यति राम्रो छ। यस्तो बगैँचा तिमी भएको आफ्नो यहाँ हेर न, यसमा झन् दामी छ। भनौँ हेर्नु। कुन चाहिँ यो भनेको कस्तो भन्दाखेरि, यो झर्नुको कारण है गाइस, तिमीले सोधेको क्वेसन एकदम ठिक छ। यो झर्नुको कारण दुई दानाको बिचमा भएको ड्रट परेको सुक्खा छ मौसम, हेर्नु यहाँ तल भैँभरि झरेको दाना फलेर, यो सुक्खाको कारणले र यसको न्युट्रिसन त्यति छैन कि यति दानालाई पाल्न सकोस्। पनि धेरै पाल्न सक्दैन, आफ्नो क्षमता अनुसार पाल्ने हो। पछि भइसकेपछि के हुन्छ भन्दाखेरि साइज बन्दैन, सानो सानो भएको होइन। त्यो जस्तो यसमा बिमारी लाग्यो, यो गइसक्यो रुटले गर्दा होइन। हेर न, मलाई यो क्वेसन एकदम मन पर्यो। अब पछि साइज नबन्नाको कारण पनि त्यही हो क्या, प्रायः जस्तो यहाँ हेर 5वटा दाना थियो नि, 1 2 3 4 5। अब यो पछि यस्तै नि झरिहाल्ने हो, यसलाई पनि झारिदिउँ। अब यिनी दुईवटा बराबर छ, सधैँ बढ्छ, खानेकुरा नि यसलाई खुराक पुगिरहन्छ, यसलाई न्युट्रिसन भन्छ नि, त्यो पुगिरहन्छ। यहाँ पनि यस्तो छ हेर, यो पनि सेम हो साइज, यिनी दुईवटा सानो छ, यो पछि यस्तै नै आफू झरिहाल्ने हो। त्योभन्दा पहिला झरिसक्यो, पहेँलो भइसकेको छ डन्डी है त। सबै त्यो यहाँ हेर्नु, यो क्षमताभन्दा ज्यादा छ बुटा फलेको। त्यसैले अब हाम्रो जुम्लातिर सोच्ने हो भने बगैँचालाई बनाउन त बनाएको छ, तर यस्तो स्याउ फल्छ त फल्दैन नि। यो जस्तै यो पेरको स्याउको पेर भयो, यस्तो फल्यो, 2-4 दाना भन्दा बढी फल्दैन। फेरि रुख यस्तो बनाएको हुन्छन् कि हुन्नन्? कस्तो हुन्छ काटा? जो पारि हल्ला रोप्छ नि त्यस्तो बनायो हुन्छ, सल्लाह रुख जस्तो हुन्छ होइन। हुन्छ हो। यदि गर्ने हो भने सकिन्छ नि, सम्भव छ नि, धेरै सम्भव छ हाम्रो यस्तो। त्यसैले अब हाम्रै कमी हो कि कसको कमी, हाम्रो जुम्लामा किन फल्दैन, स्याउ लाग्दैन, नलगाउने भन्छन् होइन। त्यो त्यहाँको मान्छेको सोचाइ गलत हो कि या उनीहरूको भनाइ सही हो, कस्तो लाग्छ तिमीलाई? सोचाइ गलत हो। आफूले मेहनत गरेर होइन भएन भनेपछि त्यो भएन भन्ने हो नि। यस्तो फलेको स्याउ होइन, बढी स्याउ त मन पर्छ नि। स्याउ त लास्टै हो। यहाँको स्याउ हेऱ्यो भने त गएर यस्तै बनाइदिउँ, रुख बनाइदिउँ होइन, यसरी फलाइदिउँ भन्ने लाग्छ होला। अनि यो के हो र? यो हो टमाटर। यसमा चाहिँ टमाटरमा तिमीले काम गर्छ होइन? कस्तो महिनावारी दिएर राखेको छ कि ढेडीमा गर्छौ? ढेडीमा गर्छौ। यहाँ नेपालको खेती सजिलो कि यहाँको खेती सजिलो? नै गर्ने हो भने यो खेती एकदम सजिलो। सजिलो, क्यास क्रप हो होइन, तुरन्तै पैसा आइहाल्छ, बेच्न पायो, एकदम बढिया। यसमा यो टमाटर पनि लागिसकेछ, टमाटर पनि लागिसकेको छ, यो टमाटर पनि लागिसकेछ। यो मेहनत हो, यो तपाईँको मेहनत होइन होइन र सर? एकदम बन्छ हाम्रो यहाँभन्दा नि राम्रो बन्छ। अनि बनाउन सक्नु पर्यो, अलि सक्नु पर्यो, मेन कुरो त्यही हो। अब बुन्छ भने उयो छेउका अनि पाल्टी लाएर फेरि घरमा आएर 1 वर्षसम्म हेर्न नजाने भने पो त उयो हालेर हो, लाएर उता सोच्छ के गर्ने, मल के हाल्यो, गोबर के हाल्यो भनेर ठ्याक्क गर्नुपर्छ। भयो, मेसिन चलाउनु पर्यो। मसिन चलाइन्छ त, मेसिन चलाउनु पर्यो। स्टार्ट हान्नुहोस् है त। ल मैले यहाँ बटन अन गरेँ। ल भएन त सर? मसिन हालेर हात छट्ट छोडे है, छोडा
नउचे त यो नगर छोडा हात छोड न बिगार्छौ अब अगाडि जाऊ अगाडिबाट उठाऊ चेक गर्न खोल्नु अहिले यहाँ तर बुट्टा काटिन्छन् के गाइस यो हुनुहुन्छ हाम्रो शिव राउत जमलाको टमाटरको बिचमा खोदाइ गरेर मेसिनले पुराइ गर्ने